देशलाई समृद्ध र विकसित बनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहन्छ। रोजगारको खोजीमा अमेरिका, अस्ट्रेलिया, युरोपियन मुलुक र गल्फ राष्ट्र जाने अधिकांश मानिसहरू उक्त देशको निजी क्षेत्रकी उद्योग व्यवसायमा कार्यरत छन्। स्वदेश र विदेशमा रहेको यो क्षेत्रले लाखौं मानिसलाई रोजगारीको अवसर दिएको छ। तथापि यो क्षेत्रमा विभिन्न समय आक्रमण हुन्छ जसको मूल्य सम्पूर्ण समाजले चुकाउनु पर्छ। आज हामी निजी क्षेत्रको संरक्षण किन गर्नुपर्छ भन्ने मुख्य 5 विषयमा चर्चा गर्नेछौँ। 1. रोजगारीको प्रमुख स्रोत। अधिकतम रोजगारी निजी क्षेत्रले सृजना गर्छ। कल कारखाना, विद्यालय, अस्पताल जस्ता अनगिन्ती व्यवसायहरूमा लाखौं मानिसको जीवन आश्रित छ। यी व्यवसायहरूलाई ध्वस्त पारिँदा बेरोजगारी बढ्न गई सामाजिक पीडा थपिन्छ। त्यसैले निजी क्षेत्रलाई नष्ट गर्नु भनेको हाम्रै रोजगारी र भविष्य नष्ट गर्नु भएकोले यो क्षेत्रको संरक्षण गर्नुपर्छ। नम्बर 2. वस्तु र सेवामा पहुँच। उद्योग, कल कारखाना, स्वास्थ्य, शिक्षा, यातायात लगायतका क्षेत्र हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग हुन्। यिनको सहज उपलब्धता निजी क्षेत्रकै कारण सम्भव भएको छ। यस क्षेत्रबाट उत्पादन हुने वस्तु तथा सेवा अवरुद्ध भए हाम्रो दैनिक जीवन असहजताले भरिने भएकाले यसको संरक्षण गर्नुपर्छ। नम्बर 3. देशको विकासमा योगदान गर्ने करदाता। निजी कम्पनीहरूले राज्यलाई तिर्ने कर नै सरकारी योजनाहरूको जीवन रेखा हो। यही करले पूर्वाधार बन्छ, योजना सञ्चालन हुन्छ। निजी क्षेत्र कमजोर हुँदा कर सङ्कलन घट्छ र देश विकासमा नकारात्मक प्रभाव पर्छ। त्यसैले यो क्षेत्रलाई संरक्षण गर्नुपर्छ। नम्बर 4. स्थानीय उत्पादन र आत्मनिर्भरता। निजी क्षेत्रबाट उत्पादन हुने वस्तुले परनिर्भरता घटाई देशलाई आत्मनिर्भर बनाउँछ। बजारको सप्लाई चेन र आयात निर्यातको व्यापारलाई सन्तुलनमा ल्याई देशलाई समृद्ध बनाउने भएकाले यसलाई संरक्षण गर्नुपर्छ। नम्बर 5. विदेशी तथा आन्तरिक लगानीको सुरक्षा। वैदेशिक लगानीकर्ताहरू सुरक्षा खोज्छन्। जहाँ निजी सम्पत्ति सुरक्षित हुँदैन त्यहाँ न त विदेशी लगानीकर्ता आउँछ न त आन्तरिक लगानी बढ्छ। लगानी नभएमा आर्थिक रूपमा समृद्ध देशको चाहना साकार नहुने भएकाले यो क्षेत्रको संरक्षण गर्नुपर्छ। अन्तमा रोजगारी र राष्ट्रिय भविष्यको सुरक्षा गर्न निजी क्षेत्रको संरक्षण गर्नुपर्छ।